यसले खाना तरकारी कस्तो बनाउला हैन हामीहरु चाहिँ आएर टेस्ट गर्ने छौं। एट्रोमानको खुर्पा आगो भन्यो के ग्यासमा पकाउने ग्यास छैन अनि हामीले त्यो करेला पकाउँदै छौं। गाइस मैले चाहिँ बनचरुले दाउरा काटे पिनालु अर्थात घुइया भयो नि बिउ भयो हैन। माछा पनि देखाइदिनु न यो माछा स्पेशल रहु माछा माथि गाउँमा। हेलो हेलो साथीहरु वेलकम छ तपाईहरुलाई हाम्रो नयाँ भ्लगमा हैन। अनि के छ कस्तो नयाँ खबर आयो हजुरहरु सन्चै आरामी हुनुहुन्छ होला र हामी पनि एकदम फिट एन्ड फाइन छौ भन्नु पर्दा हुन्छ साथीहरु। आज चाहिँ हामीहरु बिहानको समय भ्लग बनाउँदै छौं। भिडियोको ओपनिङ गर्दै छौ साथीहरु। पछाडी देख्न सक्नुहुन्छ तपाईहरुले घाम लागिराखेको छ। हाम्रो घरमा चाहिँ आको छैन अझै पनि हैन जाडो नै छ भन्नु पर्दा हुन्छ। फागुनको 8 गते गइसक्यो र पनि एकदमै जाडो छ है। बिहान र साँझ चाहिँ जाडो नै छ भन्नु पर्दा हुन्छ। अनि साथीहरु यतिखेर चाहिँ हामीहरु अब घाँस दाउरा जाने तयारीमा छौ। गाइज आमाले चाहिँ नाम्लो तयार पार्दै हुनुहुन्छ। हामी घाँस दाउरा जाँदै छौ। अनि यो नानीले चाहिँ के भन्छ रे आज खाना तरकारी पकाउँछु तपाईहरु घाँस दाउरा जानुस् मम्मी हजुरआमा भन्दै छ। आज यिनीहरुको स्कुल पनि छुट्टी छ नि त हैन। त्यही भएर छ्या कुखुरा गुल्लाको खुट्टामा त्यही भएर चाहिँ यसले खाना तरकारी कस्तो बनाउला हैन हामीहरु चाहिँ आएर टेस्ट गर्ने छौं। अनि यसले चाहिँ भिडियो पनि बनाउँछु भन्दै छ खाना तरकारी पकाएको हेर्दै गर्नु होला हाम्रो भिडियो है साथीहरु। अब हामी चाहिँ जाँदै छौ। यो चाहिँ खुर्पा हो हाम्रो एट्रोमानको खुर्पा। यो नाम्लो तयार पार्दै अर्को नाम्लो। साथीहरु म चाहिँ भात पकाउँदै छु। मम्मीहरुले आइसी अहिले खानुहुन्छ रे त्यसैले म चाहिँ भात पकाउँछु है साथीहरु। म चाहिँ आगो बाल्दै छु है साथीहरु। आगो भन्यो के ग्यासमा पकाउने ग्यास छैन साथीहरु पुत्ताएर। साथीहरु म चाहिँ आगो बाल्दैछु दाउरा हालेर। मलाई चाहिँ मेरो क्यामेराम्यान भाइ छ तपाईले हानिनु हल्ला रुन्छु आफै हो र। म दाउरा हाल्ने बेला लाग्छु र अलि उता गरेर बना अलकोले हिँड्नु आएर मलाई पुत्तायो पानी हाल्ले। म चाहिँ परातमा चामल लिन जाँदै छु। अब चामल चाहिँ मैले चाहिँ चामल चाहिँ एक बनाएर आधी हाल्नु अरे मम्मी भन्नुभएको। म चाहिँ अब निफल्नेतिर लागे। चामल देखाइ न देखा सबै देखा देखाइराछु भने देखेर सबै देखाइराछु चामल देखाइ देखाइराछु म चाहिँ देखाइराछु उतार गर अब चाहिँ यसलाई कद्दुमा हाल्ने। साथीहरु म चाहिँ यो भात हाल्दाखेरि डर लाग्छ कि यस्तै हाल्नु तातो पानीमा लाग्यो भने त म त मर्छु नि। यसरी यस्तै गरेर हाल्छु म। गिरल ढाप डुब खेलमलाई अनि यसलाई छोप्ने। अनि हामीले त्यो करेला पकाउँदै छौं। के हो देखि दिदी करेला इस्कुस इस्कुस हसे बाबा सजिलो हुन्छ साथीहरु। यो चक्कुले नकिलो के हुन्छ नकिलो मैले काटे। अब यसको यो पोलेर खाने हो कि के गर्ने हो पोलेर खानु साथीहरु। यो त भएन के मलाई आएन यो केलाउने तरिका कसरी केलाउँछ न साथीहरु मलाई चाहिँ भात फरफरे मिठो हुन्छ। तपाईलाई गिलो मिठो हुन्छ कि फरफरे? फरफरे चारको छेवा त सिक्ने मैले नि चारको छेवा त सिक्ने भात पकाउने। साथीहरु मैले तरकारी पकाउँदै छु। सबै बाहिर गएको आगो पनि खुर्सानी हाल्नु पहिला दुईटामा हाल्नु ल नि हाल्नु सबै हाल्नु हाल्नु यत्रो आगो कहाँ गएछ के हो यो डबले हामीले हान दिएन र साथीहरु हेर्नु डुगेर अब सबैको लाग्को
बासको जान्छ न साथीहरू हो मैले चाहिँ टोपी समात्नेको टोपी कालो लाग्ला साथीहरू ऊ हाम्रो मम्मी र हजुरआमा चाहिँ घाँस दाउराबाट आउनुभयो साथीहरू हामी चाहिँ घाँस दाउराबाट आइसक्यौँ नानीले चाहिँ खाना पकाउँछु भन्थे पकाइस् कि नै पकायो के तरकारी पकाइस् त्यही तपाईँले जे भन्नुभयो त्यही करेला गाइस मैले चाहिँ बनचरोले दाउरा काटेँ आज हजुरआमा पर घाँस राख्न जान्लान् बस साथीहरू म चाहिँ यतिखेर मकै सुकाउँदैछु होइन यो मकै चाहिँ हामीले होलीमा माइत जानको लागि जाँड पकाउने हो जरा डलेर है माइत जाने रक्सी चाहियो नि त खचाउने कुखुरा कहाँ गयो नि हेरेको छु कि नै हेरेन कुखुरा हेरे भने नि 4वटा काम भन्थ्यो त साथीहरू यतिखेर चाहिँ हामीहरू यहाँ पिनालु अर्थात् घुइया आमाले घुइया भन्नुहुन्छ यसलाई घुइया के अरे आमा घुइया पनि भन्छन् रे है तपाईँहरूकोतिर के भन्नुहुन्छ हामीले चाहिँ हिजो खनेर ल्याएको थियौँ होइन यति भयो यो चाहिँ अस्ति नै खनेर पनि तरकारी खाएको थियौँ हामीले अनि थोरै लगाएको यति भइरहेछ घाममा सुकाएपछि माटो झर्छ अरे नि त त्यही भएर लात्तीले चाहिँ नहान्नु कि खाने कुरा हो यस्तो अनि पुलले त यस्तै पो हालो छ यही हो के हो क्या सो साथीहरू आज भोलि चाहिँ पिनालु बेसार खन्ने सिजन हो नि त त्यही भएर हामीले अहिले साल बेसार चाहिँ खनेनौँ पिनालु खनिरहेको छौँ होइन यही पनि किराले खाएर यति बचेछ यसमा पनि किरा हुन्छ है गाइज कहाँ कहाँबाट किराको पाल छ यसमा यस्तोमा किरा हुन्छ क्या यस्तोमा अनि यति भयो नि बिउ भयो होइन गाइज यतिखेर चाहिँ यहाँ हाम्रो गाउँमा माछा बेच्न लिनुभएको होइन अनि म चाहिँ माछा राख्ने विचारले यहाँ बाटोमा झरेको छु माछा पनि देखाइदिनु न यो माछा कस्तो खालको माछा हो स्पेसल रहु माछा यो काँडा हुन्छ कि नै ठुला छन् काँडा त हुन्छ तर ठुला हुन्छ अस्ति अर्को डाइल लिनुहुन्थ्यो त्यही राख्छौँ हामीले सबैभन्दा तिखर माछा सबैभन्दा महँगो माछा हो किलोले कसरी हो नि 400 रुपियाँ दिनु होला धेरै भने बाजेले राख्नु नि बाजे राख्नु नि गनाउँछ खै ठ्याम्मै लिनु भा माथि माथि बेच्छ माथि गाउँमा सब यस्तै जाउने माछा सब सेम हुन् सब रहु मात्रै काँटा हुन्छ काँटा हुँदैन कत्लावाला माछा धेरै किसिमका हुन्छन् कति कोहीमा काँडा हुन्छन् कति काँडा हुँदैन सबै कतला भयो भन्दैमा काँडा हुन्छ भन्नु मिल्दैन हामीले चाहिँ माछा हेर्दैछौँ कति रुपियाँ किलो 400 रुपियाँ मात्र 400 रुपियाँ थोडा मिलाएर त दिनु 700 हुँदैन 500 रुपियाँ 450 मा बेच्ने माछा हुँदैन आज अलिकति ढिला भयो बाइकले धोका थियो र 60 किलो माछा छ यो दिउखुरीमा चौनौटाबाट ल्याएर आम चौनौटाबाट आउनु भएको ओहो नि यो कहाँ कतिखेर हिँड्नु भयो यस्तो माछा दिउखुरीमा आज हजुर कतिखेर हिँड्नु भयो 2 बजे घरबाट राति घर चाहिँ मेरो दिउखुरी नौरीघाट चौनौटा त टाढा वहाँ गएर लोड गरेर हिँडेको साथीहरू उहाँ दाइ चाहिँ चौनौटादेखि माछा लिएर आउनु भएको होइन ए माछाहरू चाहिँ 400 रुपियाँ किलो भन्दै हुनुहुन्छ तलेर चाहिँ त्यसको कुनै पनि माछा हाडो चाहिने चुरुम गर्ने होस् बल्ल खान सकिन्छ यो दुईटाले 2 किलो पुग्दैन तीनटा हल्ला पनि एक किलोको छैन 1 किलोको छैन सिस्टर 100 ग्राम पुगेन ल गाइस 2 त माछा राखियो 1 किलोको उता बाजेले पनि राख्नुभयो होइन आजको स्पेसल तरकारी
गाइज मेरो छोरीले आज पकाएको खाना खानेछौँ होइन। सबभन्दा तरकारीमा नुन कस्तो भयो भन्ने कुरा हो। खुर्सानी पनि राखेको रहेछ, देख्न त राम्रो देखिन्छ, रामभेडा पनि हालेर रहेछ होइन। भात चाहिँ उम्लिँदा त ढाके होला र किन खुर्सानी जस्तो हाल्नु आफै पस्केर दिँदैछ है हामीले। झोल भयो रहेछ है। खा त सुभाष, सुरुमा तैँले खा। नुन लागेछ कि छैन? लागेछ? मिठो भए तैँले पकाएको? मेरो हातै मिठो क्या हो। मिठो छ। ल त साथीहरू, म पनि भात निकालिसकेँ होइन। अब हामी चाहिँ खाना खान्छौँ। आजको भिडियो हाम्रो कस्तो लाग्यो तपाईँहरूलाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु होइन। म चाहिँ म खान्छु नि त, अचार पनि छ यता, आँपको अचार। लास्टसम्म हेरिदिनु भयो हाम्रो भिडियो, त्यसको लागि धेरै धेरै धन्यवाद। फेरि पनि आउने भिडियो हेर्दै गर्नु होला। बाई बाई।